नेपालमा घर मात्रै बनाउँछु भन्नुपर्छ, दुईटा कुरा भाइरल हुन्छ। पहिलो कुरा, मैले चिनेको ठेकदार छ, चिन्तै लिनु पर्दैन, सस्तोमा बनाइदिन्छ। इन्जिनियर किन चाहियो र? अझ च्याटजिपीटीलाई सोध्यो भने सबै भनिदिइहाल्छ। युट्युबमा भिडियो हेऱ्यो भने त सबै देखाइदिइहाल्छ। अनि 6 महिनापछि हुन्छ चमत्कार, वालमा क्र्याक, बाथरुममा स्विमिङ पुल, अनि बजेट चाहिँ रकेटमा उडे जस्तो। हामी नेपालीको एउटा गजबको बानी छ, मोबाइल किन्दा चाहिँ 20वटा भिडियो हेर्छौँ, एउटा 50 लाखको घर बनाउँदा चाहिँ दाइ तपाईँलाई जे ठिक लाग्छ त्यही गरिदिनुहोस् भनेर बस्छौँ। घर बनाउनु भनेको टिकटक ट्रेन्ड होइन, प्लानिङ, सोइल टेस्ट, बिओक्यू, डिजाइन र इन्जिनियरको सुपरभिजन चाहिन्छ। अर्को अचम्म लाग्दो कुरा त के छ भने घर बनाउने मान्छे भन्दा छिमेकीलाई बढी टेन्सन हुन्छ। आखिर किन? त्यसको कारण तपाईँलाई थाहा छ? हामी भन्छौँ आधा लागि पानी धेरै छचल्किन्छ, फुपूको श्राद्ध गर्न सजिलो हुन्छ। के तपाईँ पनि घर बनाउन खोज्दै हुनुहुन्छ? अब तपाईँको सपना छ माताश्री डिजाइन एन्ड कन्स्ट्रक्सन। हामी घर मात्र होइन, विश्वास पनि बनाउँछौँ।